लै हर्षका दिनै लै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार नमस्ते सम्पूर्णमा स्वागत छ मेरो दसैँ भ्लगमा अनि यो भ्लग पनि एपिसोड बाइ नै गर्छु किनभने एकदम लामो छ सो मैले एपिसोड बाइ एपिसोड गरेको छु। फर्स्ट भनेको हाम्रो मन्दिर भिजिट रहेको छ अनि प्लस हाम्रो बाबु कृतज्ञको भदैको चाहिँ फर्स्ट टाइम मन्दिर भिजिट रहेको छ। यो दिन चाहिँ हामी बिहान नै उठेर बागेश्वरी मन्दिर जाने दर्शन गर्ने भन्ने थियो अनि त्यही भएर बिहान नै हामी रेडी त भइसकेको थियौँ तर यिनलाई फर्स्टमा सबभन्दा मेन मान्छे यिनी नै हो। यिनलाई रेडी गराउनु भनेको एउटा आफैमा एउटा टास्क हो है। सँग लड्दै झगडा गर्दै यिनलाई रेडी बनाइयो अनि लाग्यो नेपालगञ्जतिर। बिहान 6 बजेतिरै हिँड्ने भनेको मान्छे 8 बजी सक्दासम्म हामी चाहिँ यहीँ थियौँ। यिनी चाहिँ एकदमै खुसी चाहिँ यात्रा गर्न पाएर अनि आफ्नो पापा भनेको चाहिँ यिनको एकदमै फेभरेट आफ्नो बाबासँग बस्न पाइन् भने यिनलाई केप पनि चाहिँदैन। जान्छु अन्नुहुन्छ यहाँ नजानु हुन रातिमा त बल्छ होला यहाँ पुरै बजे पनि गोरी हुनुहुन्छ थाहा छ है। अनि फाइनली हामी चाहिँ मन्दिर पुग्यौँ अनि पूजाको थाली बनायौँ अनि मन्दिर चाहिँ यति भिड थियो के भन्ने। हामी चाहिँ फुलपातीभन्दा अघिल्लो दिन सप्तमीभन्दा अघिल्लो दिन चाहिँ गएको थियौँ मन्दिर अनि त्यहाँ अलमोस्ट बिजी नै रहने एकदमै भिड नै रहने मन्दिर हो बागेश्वरी मन्दिर भनेको होइन। अनि जुङ्गे शिवजीको पनि जुङ्गा भएको शिवजी पनि यही हुनुहुन्छ नि त बागेश्वरी मन्दिरमै। अनि प्लस यहाँको वान अफ द मोस्ट इम्पोर्टेन्ट भनौँ अब वान अफ द मोस्ट इम्पोर्टेन्ट मात्रै होइन इम्पोर्टेन्ट नै मन्दिर नै यही हो भन्दा पनि भयो। बागेश्वरी माताको एकदमै धेरै भ्यालु रहेको छ एकदमै पुरानो मन्दिर पनि हो नि त यहाँको त्यही भएर अलमोस्ट यहाँ चाहिँ भिड नै हुन्छ। अनि हाम्रो पुन्टु चाहिँ फेडअप भएको हो कि इन्जोय गरेको हेरिरहेको छ वरिपरि के भइरहेछ भनेर। अनि त्यहाँ दर्शन पाउन चाहिँ यस्तो गाह्रो भइरहेको थियो। त्यहाँ चाहिँ अब बलिदिनेहरू पनि हुनुहुन्थ्यो यताउति टन्नै हुनुहुन्थ्यो कि त्यहाँ चाहिँ। अनि लाइनमा चाहिँ हाम्रो दर्शन भइरहेको थियो कि एउटा ग्रुप चाहिँ पहिला दर्शन गर्ने अनि बाहिर आउने अनि फेरि अनि त्यस्तो गरिराख्नु भएको थियो होइन। अलमोस्ट एकदमै भिड नै थियो अनि मलाई चाहिँ भित्र मोबाइल लिएर जाने यस्तो डर लागिरहेको थियो। मतलब अब थाहा हुँदैन नि त भिडमा कसैले समातेर हिँड्दिन नि सक्छ तर भ्लग पनि बनाउनु पर्यो भनेर अनि बल्ल बल्ल चाहिँ हामीले दर्शन गरेर आयौँ। अनि यतातिर चाहिँ नरिवल फोडिदिने ठाउँमा नरिवल फोड्यौँ अनि त्यसपछि अब फाइनली हाम्रो पूजा चाहिँ कम्प्लिट भयो। अनि बाबुसँग भिडियो लिउँ भनेको बाबुले फेरि त्यो खेलौना देख्यो भैयाको हातमा त्यसलाई त्यो चाहियो त्यसको पछि लागेर यसले होइन मानिरहेको थिएन बाबुले चाहिँ पुरा। अब त्यसलाई गर्मी पनि भएको होला सायद त्यो दिन चाहिँ गर्मी पनि एकदमै थियो क्या बागेश्वरी मन्दिरमा। अनि यतातिर हामीले चाहिँ शिवजीको पनि दर्शन गऱ्यौँ अनि त्यसपछि चाहिँ हामी रिटर्न हुन थाल्यौँ घर। त्यति बेलासम्म लगभग 9 साढे 9 लगभग 10 जति भइसकेको थियो टाइम चाहिँ।
गमक्क परेर बस्नु भोक पनि लागिरहेको थियो अनि गर्मी पनि यति थियो बिहान चाहिँ हामीले पानी र अनि त्यही स्याउ खाएर गएको हो तर हामीलाई चाहिँ एकदम गाह्रो भयो गर्मीले गर्दा पनि अनि स्पेसल्ली बाबुको आफ्नो टाइम हुन्छ खाना खाने अनि हाम्रो बाबु एकदम छुनमुनु छ नि त एकदमै छुनमुनु छ उसलाई चाहिँ एकदम धेरै स्पेस चाहिन्छ खेलिराख्नुपर्छ डुलिराख्नुपर्छ सो हामीलाई चाहिँ एकदम कति बेला बाबुलाई घर ल्याउने भन्ने जस्तो भइरहेको थियो सो हामीले चाहिँ छोला भटुरा अनि छोला पुरी तरकारी यसै मगायौँ खायौँ अनि त्यसपछि यो चाहिँ जेरी प्याक गरेर घर लग्यौँ सबै कुरा चाहिँ एकदम बेस्ट थियो त्यो दिन बाबुको फ्रेस मन्दिर भिजिट थियो आफैमा स्पेसल बट गर्मीले गर्दाखेरि सबैको एकदमै जाँगरहरू सबै मरिसकेको थियो एकदमै गर्मी थियो त्यो दिन लागिरहेको थिएन कि असोजको चाहिँ मध्ये असोज चलिरहेछ भन्ने लागि नै रहेको थिएन क्या सो हामी चाहिँ घर रिटर्न भयौँ अनि त्यो गर्मी रिकभर गर्नलाई हामी दिनभरि पल्ट्यौँ दिनभरि सुत्यौँ होला साँझतिर चाहिँ दिजुको सरसफाइ गर्ने मुड चलिहाल्यो अब भोलि पर्सिदेखिबाट फेरि उहाँलाई चाहिँ सपिङ गर्नु पर्यो बाहिरतिर जानु पर्यो सो उहाँलाई चाहिँ अब कपडाहरू पर्दाहरू सबै धुन पर्यो हामीले चाहिँ खासमा यो कपडाहरू धोइदिने ऊ चाहिँ खोजेको थियौँ तर भएन अनि उहाँले चाहिँ ठ्याक्कै लुगाहरू धुन स्टार्ट गर्नुभयो नि पानी पर्यो क्या यस्तो किनभने एकदम गर्मी थियो नि त दिउँसो मैले भनेको थिएँ नि त एकदमै दिउँसोभरि बिहानभरि गर्मी भएको भएर राति चाहिँ पानी पर्यो अनि यत्तिकै छोडेर कुद्न पर्यो होइन अनि कपडाहरू यत्तिकै छोडेर कुद्न पर्यो अनि हामीले चाहिँ अब काम गर्ने मान्छे खोजेको पहिला चाहिँ यो सबै धोइदिने तर भेटाएनौँ कि नभेटाएपछि अनि आफैले भयो नि धुनु पर्यो भनेर चाहिँ लागेको त ठ्याक्कै पानी परिहाल्यो तर फेरि यदि मेरो दिजुलाई काम गर्ने मुड चल्यो भने कसैले रोक्न सक्दैन उहाँ चाहिँ भित्र बसी त्यो पर्दाको स्ट्रिक भए पनि धोएरै छोड्छा थियो अनि मैले खाजामा चाहिँ यो ब्रेडलाई चाहिँ गरेर अनि फ्राई गरेर त्यसपछि चिया बनाएको थिएँ अनि दिजुलाई चाहिँ ब्रेड बटर बनाइदिएको थिएँ अनि राति चाहिँ साँझको खानामा चाहिँ बाबाले पनिर खान मन गर्नुभयो पनिर चाहिँ मेरो बाबाको एकदम फेभरेट खाना हो अनि मैले चाहिँ पनिर अनि भिन्डी अनि दालमा बनाएको थिएँ सो आजको लागि यति नै थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो प्लिज सब्सक्राइब माई च्यानल लाइक माई भिडियो एन्ड थ्याङ्क यू सो मच फर लभिङ मी टेक केयर बाई बाई